नमस्कार। कार्यक्रम राष्ट्रिय सरोकारमा यहाँहरूलाई स्वागत छ। म महेश सिंह। आजको कार्यक्रम राष्ट्रिय सरोकारमा हामीसँग अतिथिको रूपमा हुनुहुन्छ सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर 9 को वडा अध्यक्ष सन्त कुमार यादव। उहाँसँग आजको कार्यक्रममा हामीले संवाद गर्नेछौँ र संवादको लागि उहाँ समय दिनुभएको छ। आगामी दिएका आश्वासनहरू जनताको कतिको पुरा गर्नुभयो, कार्यकालको अन्तिम क्षण पनि हो। अब उहाँहरूको कामहरू कतिको पुरा गर्नुभयो, जनताले जुन अपेक्षा गरेका थियो अपेक्षा अनुसारको विकास गर्नुभयो त उहाँहरू समक्ष प्रश्न उब्जिएको छ। जनताको चासो र विषय गुनासोको विषय उब्जिएको छ। यति बेलाको मौसम खेतीपातीको मौसम पनि हो। उहाँहरूले विकास निर्माणको र किसानहरूको हकमा विद्युतीकरण र सिँचाइको कतिको सेवा सुविधा दिनुभयो। अहिले मल खादको समस्या हाकार छ देशैभरि, उहाँहरूले पूर्ति गर्नुभयो कि उहाँ फरक पार्टीबाट हुनुहुन्छ। अबको यति 5 वर्षको कार्यकालमा चाहिँ विकास निर्माणका कामहरू के गर्नुभयो, उहाँहरूलाई लक्षित वर्गका कार्यक्रमहरू धेरै चलाउनुहुन्छ वडाहरूमा। उहाँहरूले महिला सशक्तिकरण या दलितहरूलाई आत्मनिर्भर बनाउनको लागि शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रका मुख्य एजेन्डा उहाँहरूको राजनीतिक व्यक्तिहरूको हुन्छ नै। त्यसमध्येको उहाँहरू कतिको पुरा गर्नुभयो आजको संवादमा हामी जोड्नेछौँ। उहाँ आजको संवादका लागि हामीसँग हुनुहुन्छ सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष सन्त कुमार यादव। यहाँलाई स्वागत छ। नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै छु। व्यस्तता कतिको हुन्छ आजभोलि? आजभोलि त व्यस्तता तपाईको अहिले हाम्रो नवीकरणको टाइम चलिरहेछ। त्यसपछि तपाईको खादको सबभन्दा पहिले त यसले तपाईको कृषिमा खादको चाहिँ बाँड्नु हो, खाद बाँड्नु हो। खाद त एकचोटि बाँटेको थिएँ मैले, त्यसपछि म बाँड्नै छोडिदिएँ। किन? के कारणले बाँड्न छोड्नु? यहाँ हाम्रो नगरभरिमा तपाईको खादको एकदम मारामार छ। 20 बोरा डिएपी दिन्छ, यसपालि तपाईको 18 बोरा आएछ। हाम्रो 900 तपाईकै वडामा हाहाकार छ कि अरू वडाहरूमा पनि? सबै वडामा हाहाकार छ। किन होला? खास तपाईको खेती लगभग मलाई लाग्छ 956-57 घर छ हाम्रो गाउँमा, यो वार्डभरिमा। त्यसमा तपाईको खाद आउने अहिलेसम्म एकचोटि 100 बोरा आयो, त्यसपछि 106 बोरा, एकचोटि तपाईको 20 बोरा आयो, अनि त्यसपछि तपाईको 18 बोरा हिजो आएको छ। त्यसमा त्यो 100 लगभग 42 कति भयो, 44 बोरा। 144 बोरा खादमा हामी 956 घर धुरी भएको वाडामा कसरी पुगौँ? यहाँ अहिले तपाईको इन्डियाबाट पनि खाद आउन दिइरहेको छैन। यहाँ खादको मारामार छ कृषकहरूलाई। अब अस्ति म न्युजमा हेरेको थिएँ, कृषि मन्त्री भन्दै थियो खाद मारामार छ, तर कहाँ छ मारामार? यहाँ अहिलेसम्म जनतामा पुगेको छैन। कृषि मन्त्रीले भनेर हुन्छ कि यहाँ ग्राउन्डमा चाहिँ आउनु पर्यो, ग्राउन्डमा आउनु पर्यो, त्यो अहिलेसम्म भएको छैन। तपाईहरू भर्खरै नगरसभा सम्पन्न भएछ, नीति तथा कार्यक्रमहरू सम्पन्न भयो, त्यसमा चाहिँ तपाईहरूको यो किसानहरूको हक हितमा मोल असरमा सन्त लागेको छ भनेर तपाईहरूलाई थाहा थिएन यो कुरा? हुन थाहा थियो सब कुरा, तर यहाँ चाहिँ तपाईको खाद नगरले बाँड्ने होइन, नगरलाई त्यहीबाट कोटा सिस्टमले दिया हुन्छ। तपाईको नगरमा अब पहिला के हुन्थ्यो, 1300-1400 बोरा डिएपी, 1300-1400 बोरा युरिया आउँथ्यो। अहिले 400 बोरा 300 बोरा यसरी डिएपी दिया छ। त नगरले पनि के गरोस्? नगरले कहाँबाट दिन्छ? अब नगरको मातहतमा छ भने खाद हामीले दिया छैन भने त्यसमा हाम्रो गल्ती हुन्छ। अब यो हाम्रो मातहतको कुरै होइन। तपाईको केन्द्रले पठाउने हो प्रदेशले, प्रदेशले पठाउने हो जिल्लाले, जिल्लाले हामीले दिने हो जिल्ला। त्यसमा तपाईको दुईटा साल ट्रेनिङ र
कृषि सामग्री यो दुईटाले मात्रै बाँड्ने काम गरेछ। पहिला पहिला हामी योभन्दा 10-12 वर्ष पहिला हामी बोर्डरमा बस्थ्यौँ। हाम्रो पहिला म ड्राइभर काम गर्थ्यो अनि त्यहाँबाट के हुन्थ्यो ओसार पोसार हुन्थ्यो, जनता त्यति मार्कामा पर्दैन थियो। अहिले के भएको छ तपाईँको बोर्डर चाहिँ सिल छ। अहिले जनतालाई यहाँका गभर्मेन्टले चाहे स्थानीय सरकार होस् या प्रदेश सरकार होस् या केन्द्र सरकार होस्, खास गरी यो खरिद गर्ने चाहिँ केन्द्र सरकारले हो। केन्द्र सरकारले नपुगाएर केन्द्र सरकारले यदि हामीले मनमाना दियो भने हामीले खाद दिनलाई के पुछ? यहाँ गाली खानलाई हामी बस्या हो? गाली खानु परेको छ? गालीयै खानु परेको छ। बिहान उठ्ने बेलामा चाहिँ 25 जना घरमा हुन्छ, अफिसमा आउँदा 50 जना हुन्छ। खोइ खाद यसरी चाहिँ वडा अध्यक्षले आफ्नो जीवन चलाउन सक्छ? वडा अध्यक्ष पनि जीवन हो नि त। यो खादैको चक्करमा वडा अध्यक्ष मेन्टल भइहाल्यो भने, किनभने हामीले विकास, हामी जतिखेर हामी नयाँ हो, युवा हो, त्यतिसम्मको प्रेसर अहिले खादको प्रेसर। अब के भन्नु तपाईँले, खादको डरले हामी अफिस आउँदा चाहिँ त्यो हाम्रो खेतबारीबाट भएर आउँछु, हामी मान्छे भएको ठाउँबाट आउँदैन, त्यति प्रेसर छ यहाँ खादको। अब यहाँ 9 नम्बर बनेको सुरुङ्गा नगरपालिकामा सबैभन्दा बढी। तपाईहरुलाई चाहिँ यो सिस्टम त अरु उमा छ नि त, एउटा सहकारी मार्फत चाहिँ खाद वितरण गर्ने। त्यही सहकारीको फाँट हुन्छ। सहकारी सबै अब मानिलिनु पुरा नगरभरिमा 400 बोरा आयो, 400 बोरामा 420 बोरा, 420 बोरामा 20-20 बोरा एउटा सहकारीले यदि बाँट्यो भने एउटा वार्डको लागि 20-20 बोरा आयो भने यो 956 घरको मान्छेले पुगाउन सक्छ। त्यो सहकारी पनि बेइज्जत भइरहेछ, वाडा पनि बेइज्जत भइरहेछ। यसको मतलब किसानहरूलाई खादै नदिने कुरो परिपट्टि ल्याउनु हो त? यो त मेन प्रब्लम के हो, खाद जहाँबाट खरिद गर्छ, खरिद गर्ने त केन्द्रीय सरकारले हो नि त। केन्द्र सरकारलाई यो थाहा छैन कि हाम्रो देशमा अहिले वर्षा लागेछ। वर्षा लागेपछि कृषकको सबभन्दा पहिला मल खादको जरुरत। विकास भनेको रोड बनाएर मात्रै हुँदैन। सबभन्दा पहिला अर्थव्यवस्था सुदृढ गर्नको लागि खेतीपाती, हाम्रो त कृषि प्रधान देश हो नि त। हाम्रो देश कृषि प्रधान देश भएर, हाम्रो कृषि प्रधान देश भए पनि अहिले न मल छ न तपाईँको सिँचाइको सुविधा छ। हामीले विद्युतीकरण लगभग तपाईँलाई 2 वर्ष भयो विद्युतीकरण गरेको छ। अहिलेसम्म जडान गर्न जाँदा चाहिँ विद्युत कार्यालयले यो पुगेन त्यो पुगेन, ल्याब एसिस्टेन्ट के भन्छ ल्याब रिपोर्ट चाहियो, त्यो चाहियो, अहिलेसम्म गरिदिएको छैन। हुन मैले तपाईँको विद्युतीकरण लगभग 60-70% म गरिसकेको छु वाडाभरिमा। 60-70% मैले विद्युतीकरण गरिसकेको छु, तर त्यसमा जडान गरेको छैन। त्यो मेरो गल्ती होइन नि। गल्ती तपाईँको मैले जे जति डकुमेन्ट थियो विद्युत कार्यालयले दिएको छु। तपाईहरु चुनाव जितेर आइसके पश्चात मुख्य समस्या चाहिँ वार्डमा के थियो? हाम्रो वार्डमा मुख्य समस्या तपाईँको कृषिमा तपाईँको सिँचाइको सुविधा थिएन। यातायातमा तपाईँको पुरै गाउँभरि 3टा गाउँ छ हाम्रो वार्डमा, टिकुलिया, बेरबना र परमानपुर। यो 3टै गाउँमा थाल्थ्यो पुरै हिलामै अन्त गर्नु हो। त्यो म लगभग मैले 90-95% अन्त गरिदिएको छु। अब यसपालि चाहिँ यसपालि तपाईँको एउटा 5% मा, त्यसमा तपाईँको जम्मा 80 मिटर जति हाम्रो बाँकी रहन्छ ढलान गर्नलाई, नत्र सब ढलान गरिदिएको छु। विद्युतीकरणमा हाम्रै गाउँमा यो 11,000 को त्यति उ थिएन। विद्युतीकरण पनि हामीले ट्रान्सफर्मर तपाईँको हाम्रो वाडामा एउटा ट्रान्सफर्मर थियो 5टा वाडामा, एउटा ट्रान्सफर्मर थियो 4टा वाडामा। अनि त्यसमा चाहिँ अहिले एउटा गाउँमा हामीभन्दा पहिलाको वाडा अध्यक्षले एउटा थपेको थियो, यसपालि मैले 3टा थपेको थियो। ट्रान्सफर्मर थपेर तपाईँको अहिले चाहिँ विद्युतको ट्रान्सफर के भन्छ
विद्युतीकरणमा चाहिँ सहजता छ। सहजता छ। त्यसपछि तपाईको कृषिमा मैले विद्युतीकरण गरेँ। विद्युतीकरण गर्दा चाहिँ अहिलेसम्म हाम्रो सुनवाई चाहिँ विद्युत कार्यालयले गरेको छैन। किनभने मैले यो सबै हाम्रो चाहिँ नगरबाट भएको हो, वाडाको बजेटबाट नगरबाट गराएको हो। यसको एस्टिमेट र त्यसको एस्टिमेटमा फरक छ, विद्युत कार्यालयको एस्टिमेटमा फरक छ। अब यसले त्यहाँ के हुन्छ, तपाईको 1.5% बुझाउनु पर्छ विद्युत कार्यालयलाई। त्यसपछि तपाईको ल्याब पहिला 1.5% को मात्रै थियो, अहिले के थप दिया छ, जति पोल तार छ त्यसको ल्याब रिपोर्ट चाहियो। अब अस्ति मैले सबै उ गरेर ल्याबको पनि अनि सबै एकचोटि उले चेक गर्न आयो भने, एकचोटि तपाईको चेक गर्न आयो भने अनि हामीले 1.5% तिर्ने हो। त्यसले चाहिँ समस्या गरिदिएको छ। अब के छ, हाम्रो कार्यालयको र के भन्छ विद्युत कार्यालयको दुईटाको समन्वय राम्रोसँग हुन सकेको छैन। अब के भन्नु, अहिलेको त्यसले गर्दा चाहिँ तपाईले विकास गर्न समस्या छ। विद्युतीकरण गरिसकेको छु, त्यसमा जडान मात्रै, फायरिङ गर्न मात्रै बाँकी छ। तपाईहरु राजनीतिमा आउँदा साँच्चैकै विकास गर्न आउनु भयो हो? साँच्चैकै म यो गाउँमा मेरो पृष्ठभूमि के छ म पहिला त्यो भन्छु, त्यसपछि म तपाईको कतारमा मेरो 3टा गाडी थियो। म त्यहाँ लगभग तपाईको 2 लाख रुपैयाँ महिना कमाइरहेको थिएँ। त्यो छोडेर म साँच्चैकै विकास गर्न आएको। म आउँदा चाहिँ हाम्रो तपाईले यो कागजपत्र हेर्नुभयो, हाम्रो जसपाको रेणु यादव जतिखेर मन्त्री थियो त्यतिखेर अरुण कुमार गोइतको अगुवाईमा यो रोड आएको। अनि त्यसपछि तपाईको म वाडा अध्यक्ष भएँ। मेरो आफ्नै उसमा यहाँ झेल्नु पनि पर्यो, किनभने त्यतिखेर तपाईको साँगुरो बाटो थियो अनि 12 मिटरको बाटो बनाउनु पर्यो। एक दुईटा परमानपुरमा तपाईको त्यहाँ झै झगडा पनि भयो बाटो चोरा गर्दा चाहिँ। तर पनि मान्छेहरू अहिले चाहिँ यो रोड आउँदा चाहिँ एकदम खुश छ। अलि दिन मदेखि मान्छे के भयो, तपाईको रुष्ट भयो। तर यो रोड आएपछि अहिले त्यहाँको मान्छेहरू पनि खुसी नै छ त्यो रोड हेरेर। चालकको रूपमा काम गर्नुहुन्छ, त्यो चालक राम्रो कि यो राजनीति राम्रो, तपाईलाई के लाग्छ? यहाँ के छ तपाईको, त्यहाँ खाली आफ्नो काम मात्रै थियो, आफ्नो लागि बाँच्नलाई। यहाँ के छ तपाईको, अर्काको लागि बाँच्नु पर्छ, अरूको आवाज सुन्नु पर्छ। त्यो भिन्नता छ। भिन्नता छ। त्यहाँ हामी पैसा कमाउनलाई चालक बनेको थियौँ, यहाँ चाहिँ पैसा कमाउनलाई हामी चालक हो। यहाँ पनि बजेट छ, सेवा दिन्छ नि। तर अहिलेसम्म मलाई कसैले, मेरो वार्डैभरि तपाईँ सोध्नुहोस् कसैसँग, मैले कसैको 5 रुपैयाँ पनि खाएको छैन। रह्यो कुरा वाडाको बजेटमा, मैले यो तपाईको अहिलेसम्म मेरो 70, 65, 50 यसरी बजेट थियो। तर मैले अहिलेसम्म 8 साढे 8 करोडको काम गरेको छु। टोटल्ली सब मैले बजेट चाहिँ प्रदेशबाट ल्याएर गरेको छु। हाम्रो मान्यको बजेट हो। यहाँ चाहिँ काम गरेको सबै मान्यको बजेट हो। हामी नगरले पनि त्यति उ गरेन। तपाईले विभेद गरेकै हो नगरले? नगरले त गरे हो मसँग विभेद। कसरी हो? अब नगरमा तपाईँ नगरको बजेट यहाँ हेर्यो भने मलाई लाग्छ करोड पनि पुग्दैन। 8 करोडको गर्नु? मैले 8 करोडको गरेको छु। अब त्यसरी किन विभेद गरेको होला? अब के छ, अब अरु वार्डहरुमा त अब खास गरी मसँग मेयर साहबले भन्थे तपाईँ त उताबाट पनि ल्याइहाल्नुहुन्छ, त्यही भनेर पन्छा हो मलाई। उताबाट पनि ल्याइहाल्नुहुन्छ तपाईलाई। मेरो के छ, तपाईको यो मान्ने अनुरोध प्रसाद सिंहसँग हाम्रै पार्टीको हुँदा चाहिँ अलि राम्रो टर्न छ। उहाँले मलाई वास्तविक 80 लाख, 1.5 करोड, 2 करोड यस्तो दिइरहन्थ्यो के सधैँ। अनि त्यही भनेर चाहिँ हाम्रो मेयर साहब
अहिले तपाईँको विकास छ यसले चाहिँ यति दिन्छु गरिहाल्नु। तर मैले यहाँ यो पनि 9 नम्बर पनि सुरुङाभित्रै पर्छ मेरो धारणा हो। अब जस्तै राजनीतिमा रहिरहँदा तपाईँले जनप्रतिनिधि भइरहँदा तपाईँले यति 5 वर्षमा जनताहरूलाई दुःख कति दिनुभयो? मैले दुःख खाएँ, जनतालाई दुःख दिएको छैन। दुःख दिनु मात्रै मेरो एउटा के छ, जतिखेर रोड आयो नि, रोडमा जति मापदण्ड छन् त्यो भित्र पर्दा चाहिँ म मात्रै त्यतिखेर मैले आफ्नो पावर युज गरेको हो। किनभने अहिले रोड बनाए, मेरो 6 मिटरको रोड छ, कसैले त्यो 6 मिटरलाई मिचिया छ, त्यतिखेर म अलिकति सक्त भएँ। तर अहिलेसम्म म कसैले चाहिँ नराम्रो गरेको छैन। धेरै डोजर लागेको अवस्था देखियो। यता सुन्नुहोस्, अब के छ, जति मापदण्ड छ सरकारले तोकेको छ, त्यो तपाईको कालो, यो हाम्रो कालो पत्र भएको छ। यदि त्यो मापदण्ड भित्र हामीले साफ गरेर के छ तपाईको, यदि मैले त्यहाँ खाली गरेर नदिएको भए हाम्रो यो बजेट फ्रिज भएर जान्थ्यो। यो तपाईको स्थानीय सरकारको काम हो कि त्यसलाई ठेकेदारलाई चाहिँ सहज पुर्याइदिने। अनि त्यही सहज पुर्याउनलाई जहाँ जहाँ हुन त तपाईको रोडको मापदण्ड तपाईको त्योभन्दा पनि बढी छ, ऐलानी छ, धेरै ठाउँमा ऐलानी छ, त्यो पनि यसले छुट्याएको छ। तर हामीले जति मापदण्ड थियो त्यो मापदण्ड भित्र चाहिँ रहेर नगरेको भए यो अहिले रोड देखिँदैन। विकास हुनलाई कहीँ विनाश हुनुपर्छ। गरिब र धनी अहिले खुश छ, अहिले खुश छ। यो रोड भएर यदि तपाईको विकास गर्ने क्रममा जनताहरू विरोधमा थियो, जति बेला भत्काउँदै हुनुहुन्थ्यो त्यति बेला विरोधमा थियो। पर्सेन्टेजको हिसाबमा थोरै थियो, तर बढी चाहिँ रोडै चाहियो भनेर चाहिँ सबको धारणा थियो। अहिले चाहिँ जुन विरोध थियो त्यो सब छैन, अहिले सब जायज छ। तपाईको वडामा विद्यालयहरू पनि छ? 2टा विद्यालय छ। शिक्षामा लगानी गर्नु भएको? शिक्षामा मैले लगभग 3 साल कोचिङ फ्री चलाएँ। त्यसपछि के भयो, यो पैसा उठाउनलाई अलिकति चाहिँ गाह्रो हुन्थ्यो के, वाडाको पैसा चाहिँ उ गर्नलाई गाह्रो हुन्थ्यो। त्यही भएर चाहिँ कोचिङ मैले फ्री चलाएको थिएँ 2टै स्कुलमा। वडाबाट विद्यालय स्तर उन्नतिको लागि चाहिँ बजेटहरू छुट्याउनु दिनुभयो कि दिनु भएन? स्तर उन्नति गर्नको लागि दिएको थियो, दिएको छु मैले। वार्षिक रूपमा छुट्याउनु भएको थियो कि समग्र एकचोटि? अब अन्तिम हो, अब जे जरुरी थियो आवश्यकता अनुसार। किनभने भवन हाम्रो 2टैमा छँदैछ। परमानपुर स्कुलमा के छ तपाईको 3को भवन छ, यसपालि 4 कोठे भवन आउनेवाला थियो। तर त्यसमा के भयो, एउटा म शिक्षा समितिमा पनि छु, के थियो यहाँ भन्दा परमानपुर भन्दा चाहिँ आवश्यक तपाईको एउटा माविमा थियो, त्यहाँ गयो। अब अर्को साल त्यहाँ हाम्रो 5 कोठे भवन हाम्रो मेयर साहबले पनि बाचा गरेको छ, यही हुन्छ, परमानपुरमै हुन्छ। यहाँ टिकुलियामा परमानपुरमा एउटा मैले अफिसको लागि मान्यजीको उसमा 15 लाखमा एउटा 2 कोठे भवन बनाएको छु त्यहाँ। अनि तपाईको 4 लाखमा पर्खाल सरकार पनि बनाएकै छु। यहाँ तपाईको टिकुलियामा तपाईको अफिसियली दिएको छु। त्यसपछि तपाईको पर्खालको लागि मैले बजेट विनियोजन गरेको छैन, किनभने म यो सडक डिभिजनबाट त्यहाँ भनेर इन्जिनियर साहबलाई उ गरेर चाहिँ हाम्रो पर्खाल भत्काएको थियो। अनि त्यो पर्खाल लगाउन लगाएको थिएँ। अनि जे जति थियो हामी त्यसैलाई रिक्वेस्ट गरेर हाम्रो जे जति काम थियो त्यसैबाट गराउनु भयो। दलितहरूको लागि चाहिँ के गर्नुभयो? यहाँ दलित बहुल्यता पनि छ, मुस्लिम बहुल्यता पनि छ हैन? उहाँहरूको लागि चाहिँ के गर्नुभयो? यसपालि र योभन्दा पहिला चुराको र तपाईको सरफको सिपमूलक कार्यक्रम, अनि त्यसपछि तपाईको
सिलाइ कटाइ यसपालि पनि दिएको थियो, हामीले दिएकै हौँ। रह्यो कुरा दलित समुदायमा 10 वटा मुसहर समुदायलाई एकचोटि मान्य अनुरोध सिंहको बजेटबाट उसको केन्द्र के भन्छ प्रदेशको पहलमा 10 वटा घरको तपाईँको ऊ आएको थियो, लक्षितै गरेर आएको थियो मुसहर समुदायको लागि। अनि 10 वटा घर चाहिँ हामीले अधुरा पुरा भएको छैन त्यहाँ छतसम्म सिलिन्डरसम्म पुगाउनु भएको छ। अब उहाँहरूको चाहिँ आत्मनिर्भरताको हिसाबले, सबलीकरणको हिसाबले चाहिँ, स्वरोजगारको हिसाबले चाहिँ के गर्नु? कसै कसैले अहिले सरबवाला चाहिँ प्रभावकारी छ, चुरावाला पनि प्रभावकारी छ। यो तपाईँको सिलाइ कटाइ दिँदा चाहिँ सिलाइ कटाइले अब के गरेको छ तपाईँको ठाउँ ठाउँमा चाहिँ आफ्नो उ गरेर चाहिँ सिउर नै रहेछ, पेसागत बनाइरहेछ। त्यसरी चाहिँ अगाडि बढिराख्नु भएको छ। स्वास्थ्यतिर तपाईँको लगानी गरेका विद्यालयहरूको अहिले चाहिँ बिक्ने र टिक्नेको विषय छ, प्रतिस्पर्धाको युग हो। तपाईँको विद्यालयहरूबाट चाहिँ उत्पादन भएका विद्यार्थीहरू चाहिँ बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ? सकिन्छ, किन सकिँदैन। त्यस्तो हाम्रो गुणस्तरीय शिक्षा दिइराख्नु भएको छ। हाम्रो 9 नम्बरमा यसपालि फ्रीमा 2टा फ्री कम्पिटिसनमा योभन्दा पहिलाको ब्याचले एउटा चाहिँ डक्टरमा नाम निकाल्ने थियो, यसपालि 2टा चाहिँ इन्जिनियरमा नाम निकालेको छ। परमानपुरमा एजुकेसन मानिलिनु आधारभूतको राम्रो छ, यहाँ माविमा चाहिँ राम्रो छ। धेरै कार्यक्रमहरू चलाइराख्दा तपाईँले 8 करोडको कुरा गर्नुभयो, यसबाट चाहिँ आफू कति हात पार्नु? हात पारेको भयो मलाई लाग्छ म पहिला बुलेटमा चढ्थेँ, सिधा कुरा। अहिले एउटा आएर ग्ल्याडिएटरमा चढ्न थालेछु। मलाई राजभोग तपाईँले यता सुन्नु न, म तपाईँको 40 समथिङ तपाईँको सबै मिलाएर 37 जति हाम्रो आम्दानी छ। यो मलाई लाग्छ जनताहरूलाई पनि थाहा होला। म एकचोटि फर्केर आउँछु, मलाई चाहिँ 500 को चिया खुवाउनु पर्छ। हाम्रो खर्च तपाईँको तेलको छ, म यसमा कमाएको छैन, यो हाम्रो जनतालाई पनि थाहा छ। हात्तीको खाने दाँत र देखाउने दाँत फरक हुन्छ, त्यो हाम्रो जनतालाई सब थाहा छ। हामी जुन ठाउँको वाडा अध्यक्ष हौँ त्यो 9 नम्बरको जनतालाई यो हात्तीको दाँत खाने नखाने यो सब थाहा छ। अहिलेसम्म यही ठाउँमा अरू भएको भए करोड रुपियाँ कमाउँथ्यो, तर म 1 पैसा कमाएको छैन। जनताले के भन्दैछ फेरि विकास अब प्रतिस्पर्धामा आउनलाई के भन्दैछ? म जतिखेर खादको आउँछ, खादको टेन्सन, त्यतिखेर मलाई आफै मन हुन्छ कि म तर जनताले मलाई भनिरहेछ आउनुपर्छ भनेर। फेरि आउनु स्वास्थ्य चौकीहरूमा त्यहाँ औषधि पालिकाले पठाउँदिँदैन, वडा अध्यक्षहरूलाई तनाव दिने काम गरेको हुन्छ नगरले। अब त्यसमा चाहिँ वडामा के छ, औषधिहरू पर्याप्त मात्रा छ? त्यस्तो चाहिँ हाम्रो वार्डमा हाम्रो नगरबाट त्यस्तो भएको छैन अहिलेसम्म। जे जति पाउने कुराहरू हाम्रो सबै हाम्रो 2टा छ स्वास्थ्य चौकी, ए र बीमा 2टैमा पाइरहेछ। ल्याब प्रयोगशालाहरू पनि छैन। प्रयोगशालाहरू छैन। बर्थिङ सेन्टर छ? बर्थिङ सेन्टर थियो, तर के भयो त्यहाँ तपाईँको बर्थिङ सेन्टरमा चाहिँ जति हाम्रो उ थियो सालमा अब एउटा डेलिभरी 2टा डेलिभरी हुन्थ्यो, नगरको खर्च आउँथ्यो। नगरले हामीले रिक्वेस्टै गरेर यहाँ चाहिँ बर्थिङ चलाउन सक्दिन भनेर बर्थिङ सेन्टर यो महिनादेखि यो अबदेखि क्यान्सल गरेको। अब जस्तै तपाईँको वडामा चाहिँ युवाहरू पलायन हुने वैदेशिक रोजगारको समस्याहरू चाहिँ निकै थपिएको अवस्था, यो पनि समस्या छ। तपाईँको कुलतमा त्यसको पनि समस्या छ। कुलतको वाला समस्या छ नि, कसरी समाधान गर्दै हुनुहुन्छ? कुलत वाला समस्या चाहिँ एकचोटि हामीले जनतामा गएर त्यसको ऊ पनि दिए थिएँ, के भन्छ तपाईँको सबैलाई चेतनामूलक
तर त्यो चेतनामूलकले भएन के गर्न सकिन्छ उन्मूलन गर्नको लागि या यसमा उन्मूलन गर्नको लागि मानिलिनु कसैको छोराछोरी कुलतमा फसेछ पछि हामीले 8-9 जनाको नाम दिए पुलिस समाजलाई समाउन लगाए त्यसको बाउआमा आफै आएर यहाँ रुन थाल्यो मेरो छोराले यस्तो गर्दैन त्यस्तो गर्दैन अब बाउ छोरा अब के हुन्छ परिवारबाट यो कुलतमा फसेछ मेरो छोराछोरी कहाँ गइरहेछ त्यो सबभन्दा पहिला त्यसको बाउआमालाई थाहा हुनु पर्यो त्यसको बाउआमाले निगरानी गरेन भने वडा अध्यक्ष र यो जनप्रतिनिधिबाट चाहिँ निगरानी हुन सक्दैन जस्तो लाग्छ को पनि कार्यकाल सकिन लागेको छ अब चाहिँ यो नयाँ विकासमा नमुना ठोस विकास के गर्न चाहनुहुन्छ गरिसकेको छु यो बजेटिङमा किनभने जुन बाँकी थियो हाम्रो रोड शिक्षामा मैले स्कुलको कम्पाउन्डको के भन्छ तपाईको गेट प्रमाणपुर स्कुलमा तपाईको एउटा संस्थाले अनुदानमा भनेछ त्यो अनुदानमा उ गरेको छु अनुदानको लागि पैसा राखेको छु त्यसले 70-60 लाख जति उ गर्छ हाम्रो चाहिँ 16 लाख रुपैयाँ जान्छ त्यसको लागि राखेको छु नयाँ भवन बनाइदिनलाई अनि त्यसपछि तपाईको दुईटा मन्दिर छ हाम्रो तीनटा मन्दिरमा राखेको छु पैसा यसपालि तपाईको सिलिङै कम थियो त्यति चाहिँ अब त्यही हो शिक्षामा पनि दिएको छु अलिकति स्वास्थ्यमा पनि दिएको छु तपाईको खेलकुदमा पनि दिएको छु पूर्वाधारको काममा यसपालि चाहिँ थोरै छ अर्को सालभन्दा प्रदेशको सरकारबाट चाहिँ एउटा रिक्वेस्ट गरेको छु त्यो आयो भने हाम्रो चाहिँ एउटा रोड छ बाँकी त्यो रोड हाम्रो फिनिस हुन्छ लगभग हामीले जे बाचा गरेर आए थियौँ त्यो बाचा लगभग हामीले वाडावासीलाई पुरा गरिसकेका छौँ अब वाडावासी हाम्रो कामको उसमा अघिल्लो साल हेर्यो भने ठिकै छ अब जनताले जे गर्छ त्यसमा हामी स्वीकार्यौँ आजको कार्यक्रममा हामीले अतिथिको रूपमा निम्त्याएका छौँ सन्त कुमार यादव जुन आजको संवादमा हामीसँग समय दिनुभएकोमा उहाँलाई विशेष धन्यवाद दिँदै क्यामेरामा आशिष शाह र प्रदीप सिंहसँगै म कार्यक्रम प्रस्तोता महेश सिंह पनि बिदा हुन चाहन्छु नमस्ते नमस्कार